sin girar e nunca cessou num loop lento. A vida ficou e meu coração nunca voltou. टायर उता चिप्लियो भने नजा हाने नजा उही नजा हाने तेरो खुट्टा पुग्दैन है उता सातै उड्यो गाइज मेरो त सातै उड्यो म त साइको भइदिएर आधी बाइक डुब्दिएर बवाल हुँदो रहेछ होइन मामाले नसमाते त म यही हालेर हिँड्थेँ ओ ल मामा 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 अनि हाम्रो 1K सब्सक्राइबर पुग्नको लागि चाहिँ 20 जति सब्सक्राइबर मात्रै बाँकी छ सो व्हाट्सअप गाइज स्वागत छ तपाईँहरूलाई फेरि एउटा नयाँ भिडियोमा र टुडे आज चाहिँ बज्यो कति 10 बज्यो होइन राजन चाहिँ ऊ यहाँ बर्गर हाउसमा छ अरे कुलेश्वरको एन्ड राजन बर्गर हाउसमा भएर के भयो त भन्नुहुन्छ होला आज ओइ पम्चर नहोस् है पम्चर नहोस् आज कुरा के हो भन्दाखेरि राजनले चाहिँ अस्ति एन्टी फिल्टर किनेको थियो होइन अनि त्यो एन्टी फिल्टर लगाउनलाई सिधै लगाएर हुँदैन क्या त्यसमा सेटिङ पनि गर्नुपर्छ अनि सेटिङ गरेपछि चाहिँ मक्खन आउँछ होइन मिलाइदिन भनेर बोलाउँदै थियो अनि आज हामीहरू हेर्छौँ एन्टी फिल्टर गोप्रोमा लगाएपछि क्वालिटी कस्तो आउँदो रहेछ होइन अनि त्यसको एन्टी फिल्टर मेरो क्यामेरामा फिट भयो भने मेरोमा नि फिट गरेर अनि क्वालिटी देखाउँछु तपाईँहरूलाई कस्तो आउँदो रहेछ होइन एन्टी फिल्टर हालेपछि अनि बबाल आउँछ तपाईँहरूलाई मनपर्छ भने चाहिँ म पनि किनिदिन्छु होइन एन्टी फिल्टर धेरै महँगो यार तर आमामा अति महँगो होइन एन्टी फिल्टरको प्राइस चाहिँ के गर्छ अङ्कल लेट्स सी एन्टी फिल्टर हालेर भिडियो क्वालिटी कस्तो आउँदो रहेछ है त आज मान्छेहरू बौलाउँदैछन् कि क्या हो कोही झ्याप्पै रोकिदिन्छ कोही ल्याम्लुम आइदिन्छ बाइक त बब्बाल कम्फर्टेबल भएको छ होइन यो ऐना मात्रै निकालेर होइन ऐना यहाँसम्म आउँथ्यो नि त होइन पुरा स्टकवाला अनि त्यसले होइन कस्तो बाइकै लाइट फिल भएको क्या यो ऐना हालेर होइन यो ह्यान्डल पनि सानो जस्तो फिल हुने होइन अनि बाइकै पुरै हल्का फिल हुने क्या मलाई चाहिँ खोइ कस्तो किन क्या अरू बेला कस्तो गाह्रो गाह्रो टाइपको हुन्थ्यो होइन बाइकै कुदाउन अलि हेभी जस्तो लाग्थ्यो यो ऐना हालेपछि क्या के जस्तो लाग्न थालिसक्यो क्या सो यो ऐना चाहिँ वर्थ इट रहेछ होइन मामाले नसमाते त यही हालिरहेको थिएँ अहिलेसम्म म मेन रोड मैले यो ऐना हाल्दाखेरि कुदाएकै छैन के मेन रोड भन्नु होइन बट यहाँ बबाल हुँदो रहेछ यो ऐना हालिसकेपछि चाहिँ लेट्स सी के हुन्छ बबाल हुँदो रहेछ होइन मामाले नसमाते त म यही हालेर हिँड्थेँ मामाले समात्दियो भने चाहिँ अलिकति तनाव हो लेट्स गो टु द बर्गर हाउस ओ ल मामा 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 उफ गाह्रो मलाई हेरिदिएर मामाले यो राजनको बाइक यहाँ छ उफ मजा आयो ल गाइस अब राजनलाई भेटौँ है त A few moments later. सो गाइस हामी चाहिँ निस्किसक्यौँ त्यहाँबाट अब चाहिँ हामीहरू कोटेश्वरसम्म जान्छौँ यसको चाहिँ मैले एन्टी फिल्टर मिलाइदिइसकेँ अब यसले ट्राई हान्छ अनि कोटेश्वरबाट आउँदाखेरि चाहिँ म ट्राई हान्छु होइन त एन्टी फिल्टरबाट कस्तो देखिँदो रहेछ क्वालिटी भनेर है त यसको चाहिँ डिफ्रेन्ट छ फेरि उहाँ बाइकमा राखेको छ अब यसले यो भरे बनाउँछ होइन गाइस अनि घर जान्छ अनि क्यापकटमा हाल्छ अनि एउटा गीत हाल्छ हो न था प्यारवाला होइन कि त ब्रेकअपवाला हाल्छ यसले मेरो गर्लफ्रेन्ड छैन यसको तर पनि ब्रेकअपवाला हाल्छ मेरो जिन्दगीमा रुवाएर तिमीले राम्रो गरे अहिले चाहिँ हामीहरू कोटेश्वरसम्म जान्छौँ अनि अहिले चाहिँ त्यसले ट्राई गरिरहेको छ एन्टी फिल्टर अनि कोटेश्वरबाट आउँदा चाहिँ त्यसको एन्टी फिल्टर मेरोमा फिट हुँदो रहेछ म ट्राई हान्छु कस्तो आउँदो रहेछ
खुदा रोक रोक रेड लाइट तर पनि चिलमा बस्यो ल फोटो खिचिदिएर माइजूले फोटो खिच्यो यो गाडी यता पेलेर आएछ नि त फोटो खिच्यो अब लगिदिएर हो सेट सो गाइज मैले चाहिँ अहिले एन्टी फिल्टरको सेटिङ गरिसकेँ तपाईँहरूले पुरै सेतै देखिरहनु भयो होला अब लेट्स सी है त नाउ यु क्यान सी बब्बाल भइरह अब चाहिँ होइन सो लेट्स गो अब चाहिँ हामीहरू घरतिर जान्छौँ अनि तपाईँहरूलाई म क्वालिटी देखाउँछु है त कस्तो आउँदो रहेछ एन्टी फिल्टरबाट ल गाइज यु क्यान सी अब चाहिँ अफिसियल्ली होइन कस्तो आइरहेछ क्वालिटी एन्टी फिल्टर लगाएर अगाडि चाहिँ राजन छ त्यही भने क्वालिटी हेर्न सक्नुहुन्छ गाइस कस्तो उड्दिरा लगाइज यही थियो क्वालिटी होइन अब चाहिँ म मेरो माइकलाई गोजीमा हाल्छु अनि तपाईँहरू इन्जिन साउन्ड मात्रै इन्जोय गर्नु होला है त
मम्मीलाई यस्तो मर्नी गरी रोकेको जाने त जाने ओइ मेरो त चिप्लिन्छ त गाइस मलाई चाहिँ समाउन आँटेको थिएन राजनलाई चाहिँ होला सायद होइन किनभने त्यो लाइटमा गरेको थियो नि त मलाई चाहिँ रोक्यो अनि फेरि समाउन नि आएन त्यो पनि भागियो म त अहिले अलि स्पिडेको अर्को कहाँ अड्किस् खोइ त्यसरी नै आइज न मेरो माइक त यहाँ छ के बोल्नु ल गाइस मामाबाट भागेर दामी अफरोडिङ भयो होइन त्यहाँ मलाई मामाले रोकेको थियो मलाई चाहिँ रोकेन के भयो भने हात यसो गऱ्यो अनि समाउँ कि नसमाउँ जस्तो गऱ्यो अनि म त त्यही पनि निस्किदिएको मिरर तलैबाट जानु मन लागेको थियो मलाई मेरो टायर कहाँ हो टायर सिधा होइन होइन अगाडिको होइन पछाडिको टायर उता चिप्ल्यो भने भने खतरनाक अफरोडिङ भयो गाइज ठुक्क तलैबाट जानुपर्ने रहेछ ठुलो हुने रहेनछ छोड्दै छोड किन अफ भएको ए 2 गियरमा रहेछ अनि अफ भइहाल्छ नि धेरै त छैन अब उतिसम्म हो ओफ यहाँ त तेरो अड्किन्छ होला अड्किँदैन ल्याम्म लिएर त आया आया के हो यार यो ठाउँ त बे त्यट गलत आ गयो क्या यहाँ त ऊ छ त यार पुवाल यहाँ यत्रो ढुङ्गा भने हिँड्दै हिँड यताबाट जाउँ क्या यो गाडी जान्छ अनि म तान्छु पख खतरनाक अफरोडिङ भयो त गाइज जाने आँटे त ओइ 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 नजा हाने नजा उही नजा हाने तेरो खुट्टा पुग्दैन है उता उही नजा यार नजा मलाई डर लाग्यो अब सर हो त्यसरी जा ल म चाहिँ यताबाट आएँ कत्रो खाल्टो हो मुला आधी बाइकै डुब्दिरा सेट म त साइको भइदिएर आधी बाइक डुब्दिरा ओ माई मेरो हार्ट चलेन ओ रोक मेरो मुटु चलेन ओइ मेरो मुटु कहाँ गयो
यहाँ गएको हो क्या मुला कहाँ छ ल्याम्मै छिर्दिएर बाइक त गाइस म त कहाँ गयो भइदिएर हेर्न ल हेर त पुरै जुत्ता मुला उठायो नि यहाँसम्म आयो सातै उड्यो गाइज मेरो त सातै उड्यो ल ल अब चाहिँ गाइज नर्मल खिच्छ है त एन्डी फिल्टरबाट कस्तो आयो कमेन्ट गर्नु होला है त ल ओफ अस्ति पानी परेको थियो नि त खाल्टा खाल्टा ल्याउ साइडमा ढ्याप ढ्याप टेक्ने खाल्टा खाल्टा ल्याउने हो क्या सानो बाइक त मुला मतलबै भएन खाल्टो खाल्टो छ है बिचमा साइडबाट आएछ ल लगाएछ राजन पनि गयो यताबाट म पनि न्युट्रल लाग्दिरह अब म पनि जाँदैछु घर आज चाहिँ छोटो मिठो है बबाले राइड भयो अफ रोडिङ नि भयो हाइवे राइड पनि भयो एन्डी फिल्टरको टेस्टिङ पनि भयो अब मैले चाहिँ हेरेको छैन एन्डी फिल्टरको क्वालिटी कस्तो आएको छ होइन अब घर गएर एडिट गर्ने बेला हेरेर थाहा हुन्छ सो कस्तो लाग्यो तपाईँहरूलाई एन्डी फिल्टरको क्वालिटी कमेन्ट गर्नु होला अनि हाम्रो 1K सब्सक्राइबर पुग्नको लागि चाहिँ 20 जति सब्सक्राइबर मात्रै बाँकी छ इफ च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु भएको छैन भिडियो मनपर्छ भने चाहिँ छिटो ठ्याक्क सब्सक्राइब गरेर बेल आइकन अन गर्नु होला 1K पुरै हालौँ होइन 20 जति मात्रै छ धेरै छैन गाइज इफ तपाईँहरूले चाहनुभयो भने ठाउँको ठाउँ आजै 1K सब्सक्राइबर पुऱ्याउन सक्नुहुन्छ सो यसैको साथमा आजको लागि चाहिँ यो भिडियोमा यति नै म मिलेछु फेरि एउटा नयाँ राम्रो भिडियोको साथमा तबसम्मको लागि मलाई बिदा दिनुहोस् बाई जय नेपाल